नमस्कार, म आनन्द नेपाल। आज म प्रस्तुत गर्दैछु कथा अमरपुत्र भीमनिधि तिवारीको कथा। यो कथा कक्षा 8 का विद्यार्थीहरूको अनुरोधमा प्रस्तुत गरिएको हो। सुरु गरौं। अमरपुत्र। के गर्न लाग्नु भएको भाजुलाल दाजु? यसै बसिराख्या। आज कति दिन भयो? 19 होइन 20 दिन भयो। कर्मको लेखा। के गर्नु, देउतालाई उही चाहियो। हुन पनि भाजुलालको सर्वनाश नै भएको थियो। अपरझटको बेथाले एउटा मात्र छोरो जुजुलाल खस्यो। बुढी जहान र भर्खरकी बुहारीलाई लिएर उनको हृदयमा पीर, चिन्ता र तापको बोझ बोकेर बाँच्नु परेको थियो। शरीरका अंग प्रत्यंग सबै सुकिसकेका थिए। पहेँलो चेहरा, फुस्रो आँखा, हातभरि मोटा मोटा नागबेली नसाले नाग झैं उनलाई बेरेर राखी छाडेका थिए। लामो प्रश्वासपछि उनले भने, मलाई छोरो गएको भन्दा पनि मेरो शिल्पकारी लोप हुने भयो भन्ने चिन्ता छ। म मरेपछि कसले शिल्पकारी सम्हाल्ला? छोरो सिपालु भइसकेको थियो। भाजुलालका विरहका कहानी सुनेर सानुमानमा वेदना भरिएर आयो। चैतको महिना, उराटिलो घाम लागिरहेको थियो। नजिकैबाट टमौटेहरूले भाँडा बजाइरहेको आवाज लगातार टङ टङ आइरहेको थियो। यस वखत भाजुलालको भित्री दिलले पनि एक आवाज दियो, नबाँच, अब कसका निम्ति बाँच्छस्? हरेक दिन बिहान बेलुकी एकान्तमा बसेर बुढीले बहाएका आँसु, बुहारीको हुक्क हुक्कको वेदनाले उनलाई बाधामाथि अतिशय बाधा थपिदियो। कलाकारमाथि पर्ने कालको कुदृष्टि बालिष्टमा लेटी लेटी खाने समाजका कीटाणुमाथि किन नपरेको होला? झ्यालबाट एक बोलाहट आएको थियो। भाजुलाल दाजु? हजुर, किन? भाजुलालले बोले। तपाईलाई खोज्न कोही तल आएको छ। चिन्ताले खाइसकेको कमजोर जिउ बिस्तारै उठाएर बारदलीमा उभिएर उनले सोधे, को हो? ए, सरासर माथि आउनुहोस्। ती आगन्तुक भक्त थिए, किनभने उनको वेशभूषा र तिलक आदिबाट जसले पनि उनी वैष्णव भएको कुरा बताउन सक्थ्यो। ती भक्तले भाजुलाललाई घुङ्गुरिएको रौं, मयूर मुकुट, बाहुमा बाजु, लामो वनमाला, हातमा मुरली लिएर मोहनी अवतारमा उभिएका कृष्णको चित्र देखाएर भने, मलाई यस्तै मूर्ति बनाइदिनु पर्यो, सफा सेतो दूध जस्तो संगमरमरको। भाजुलालले हुन्छ भन्न पनि सकेनन्, हुन्न भन्न पनि सकेनन्। हुन्छ भनौं, नैराश्यपूर्ण अन्धकारमा रुमलिएको जीवनले अब के काम गर्न सक्ला जस्तो उनलाई लाग्यो। हुन्न भनौं, आफ्नो सिपको प्रख्यातिले आफ्नो नाम सोधी सोधी घरको द्वारसम्म आएर आग्रह गरेका एक भक्तलाई विमुख पठाउन उनको भावुक दिल र पेशाले दिँदैनथ्यो, मान्दैनथ्यो। उनले अक्क न बक्क परेर शून्य मस्तिष्कले ती भक्तको चेहरामा हेरी मात्र रहे। बनाउन सक्नुहुन्न कि? भक्तले सोधे। यस्तो वाक्य सुनेपछि भाजुलालले अनुहार लाल पारेर अभिमानयुक्त बाणी बोले, नसक्ने होइन, कस्तो कस्तो सिपको काम गरिराख्या मान्छे म। 1.5 हात, 2 हात अग्लो पशुपतिनाथ, मच्छिन्द्रनाथ, श्रीकृष्णका कति कति मूर्ति बनाइसके यिनै हातले। जस्ताको त्यस्तै फोटो खिचेको जस्तो। सिंगा सिंगा संगमरमरका जालीदार बुट्टा, रामायणको कथा, बुद्ध चरित्रको कथा, कस्तो कस्तो काम गरियो। अरू सानातिना पान बुट्टा, किस्ती, फूलदान त्यस्ता त कति कति। भाजुलालको गर्जन सुनेर ती भक्तले केही उत्तर नदिई गम्भीर भएर एकहोरो सुनि मात्र रहे। अन्त्यमा शान्त र नरम शब्दमा बोले, नसक्ने भनेको होइन मैले, तपाईको सबैतिर ख्याति छ, थाहा छ मलाई। तपाईको यही सानो कोठामा तयार भएर निस्केको कलात्मक कृतिले नेपालको नाम उज्जवल पारिदिएको छ, गौरव बढाइदिएको छ। थाहा रहेछ नि? सरल र निष्पाप दिलबाट मुस्कुराहट सहित आवाज निस्कियो। अघि बढाउन सक्नुहुन्न कि? भनी। किन होच्याएको त? कति दिनमा तयार पार्नुपर्ने? जति सक्दो चाँडो। संगमरमरलाई साकार सुन्दर मूर्ति बनाउन कति दिन लाग्छ मलाई थाहा छैन। म के भनौं? भक्तले घाँटीमा लड्केको तुलसीको मालाको एक दाना अनायासै चलाउँदै भने, हुन्छ, म बनाइदिन्छु। बैना छाड्नुहोस्। मूर्ति तयार भएपछि तपाईलाई खुसी तुल्याएर दिएको लिने। तपाईँ ईश्वरको भक्तसित के को मोलतोल? यति भनिसक्न साथ भक्त 10 रुपियाँ गन्दै थिए। बिचैमा करुण स्वरले भाजुलालले भने, के गर्नु, मेरो छोरा खस्यो, म बौला जस्तो भएको छु, होस ठेगान छैन। ज्या नाश भएछ। सहानुभूति दिएर ती भक्तले उठेर सोधे, म कहिले लिन आउँ त? 15 दिनपछि। सेतो संगमरमरमा प्रातदेखि सन्ध्यासम्म भाजुलालका हात चलिरहन्थे, कुटकुट कुटकुट। उनका वरिपरि अनेक आकार प्रकारका करिब 100 जति ज्यावल उनीलाई हेरेर सुतिरहेका हुन्थे। कहिले उनलाई उचाल्लान् र म पनि भगवानको मूर्ति बनाउने काममा सरिक हुन पाउला भनेर। जुन बेला जुन ज्यावल आवश्यक पर्यो उनी त्यही प्रयोग गर्थे।
आश्चर्यको कुरा उनलाई ती अमुक ज्यावलको नाम के हो भन्ने समेत थाहा थिएन। संगमरमरको धुलो जस्तै सेतै फुलेका कपालधारी, नाकको टुप्पामा अडेको मामुली तारको फ्रेमवाला चस्मा, टालेको भोटो र सुरुवाल। विश्वविख्यात शिल्पकार भाजुलाल यिनै हुन् भन्ने कुरा कतिलाई थाहा होला। उनका कलाकृति युरोप अमेरिकाका सङ्ग्रहालयसम्म पुगेका थिए। कला पारकी यो सुनेर आश्चर्यले औँला टोक्थे। आज पनि, भोलि पनि, पर्सि पनि त्यही श्रीकृष्णको मूर्तिको खस्रो खाकामाथि ज्यावलले कुटकुट कुटकुट। केही दिनपछि मूर्ति तयार भयो। अन्त्यमा उनले जब आँखा बनाए, मूर्ति हाँस्यो। मूर्तिसँगै उनको रोएको दिल पनि हाँस्यो। उनले त्यसलाई भावुक आँखाले धेरै बेरसम्म हेरिरहे। जति हेरे पनि उनका आँखा अघाएन, दिल अघाएन। उनले त्यस नवनिर्मित श्रीकृष्णको मूर्तिमा त्यस्तो के देखे? प्रातःकालको समय, केही परेवा छानामा झुल्के घाम तापिरहेका थिए। छिनछिनमा चोकको बीचमा उभिएको भोगटेको फूलको बास्ना हरर आइरहेको थियो। भाजुलालको घर तडक भडक रहित उनको जीवन जस्तै सादा थियो। पुरानो कलात्मक एउटा खटियामाथि उही मूर्तिलाई राखेर उनी टुलु टुलु हेरिरहेका थिए। एक मन, एक बुद्धि, एक चित्तले। यतिकैमा तल्लो भर्याङबाट आवाज आयो, शिल्पकार कहाँ हुनुहुन्छ? भाजुलालले भक्तको स्वर चिने। मुखले चाहिँ माथि पाल्नुहोस् भने, हातले चाहिँ हत्तपत्त त्यस मूर्तिलाई सिरानमुनि लुकाए। भक्तले माथि आइपुग्न साथ शिल्पकारको अनुहार हेर्दै उत्सुकताले भरिएको बाणीमा सोधे, मूर्ति बनाइसक्यो? भाजुलालको हृदयमा द्वन्द्व चल्यो। सकियो भनौँ, खैल्यौ भन्छन्, दिउँ कसरी दिउँ? सकिएको छैन भनौँ, झुटो कसरी बोलौँ? सोच विचार गरेर उनले भने, 15 दिनपछि आउनुहोस् भनेको 10 दिन पनि पुगेको छैन। तयार नभए पनि कति सकियो हेरौँ न? उत्सुकतापूर्ण बाणीमा भक्तले सोधे। अहिलेसम्म थालेको पनि छैन? आँखाका दुवै पुतली फैलाएर उनले सोधे। 15 दिनपछि आउनुहोस्। भाजुलालले फेरि उही जवाफ दिए। आजको 6 दिनपछि त 15 दिन पनि पुग्छ। त्यो बेला म खाली हात फर्कन नपरोस्। भक्तले उठेर जाँदै गर्दा भने। तल्लो भर्याङबाट भक्त ओर्लेको आवाज आएपछि भाजुलालले सिरान मुनिबाट मूर्ति झिकेर खटियामाथि राखे अनि शान्तपूर्वक टुलु टुलु हेरे। हेर्दा हेर्दै परेला समेत फुलेका उनका आँखाका डिलमा आँसुका दाना टलपल छचल गर्न थाले। 15औं दिनको तेस्रो प्रहरमा ती भक्त आशापूर्ण हृदयले शिल्पकारको कोठामा आइपुगे। उनले श्रीकृष्णको मूर्तिलाई सानो खटियामाथि अड्याएर राखेको देखे। देख्नसाथ लोभिएर आफ्नै हातमा लिई गहिरोसित हेर्न थाले। हेर्दा हेर्दै भित्री आत्माबाट एक उद्गार निस्कियो, आहा क्या मनोहर मूर्ति! कति लिनुहुन्छ यो मूर्तिको? अब कति दिन पर्यो मैले? भाजुलाल बोलेनन्, केही बोलेनन्। मानौ उनको गलामा सारा व्यथा थुप्रिएका थिए। भन्नुहोस् न, कति दिन पर्यो मैले? भक्तले मूर्तिलाई ढोगेर त्यही खटियामाथि राख्दै भावुक नयनले हेरिरहे र फेरि सोधे। भाजुलाल तै पनि बोलेनन्। उनको वाक शक्ति नै लोप भएको थियो। ती दुवैजना त्यही मूर्तिलाई निर्मिमेष दृष्टिले हेरिरहेका थिए। ककसले के देखे उनी जानुन्। भक्तको हृदय फेरि बोल्यो, क्या सुन्दर मूर्ति! भन्नुहोस् न, कति लिने हो? अनि भाजुलालले जीर्ण स्वरमा भने, यो मूर्ति तपाईँलाई दिने होइन। मेरो अर्डरमा बनेको होइन र? हो। अनि नदिने किन? उत्तर नास्ति। मोल भन्नुहोस् न, जति पर्ने हो म त्यति नै दिन्छु। मलाई धन चाहिएको छैन, मलाई भगवानको मोहिनी मूर्ति चाहिएको छ। ती भक्तले उदार दिलको परिचय दिँदै भने। जति दिए पनि नदिने, भाजुलालले बोले। मलाई पनि यही मूर्ति चाहिएको छ। अब 10 दिनपछि आउनुहोस्, तपाईँलाई अर्को मूर्ति बनाइदिन्छु। आफ्नो अर्डरमा तयार भएको, आफूलाई असाध्यै मन परेको मूर्ति नदिएर फेरि 10 दिनपछि आउनु, अर्को बनाइदिउला भनेको सुन्दा ती भक्तलाई केही क्षोभ भयो। के छाँटको बौलठी बुढा कहाँ आइपुगेछु भन्ने ठानेर उनले एक आवेशमा भने, ओम बहालमा तपाईँ मात्र शिल्पकार हुनुहुन्न, अरू पनि काम नपाएर त्यसै बसिरहेका छन्। फिर्ता गर्नुहोस् मेरो पैना, अन्तै बनाउन लाउँछु। नरिसाउनुहोस् न त्यसरी, मै बनाइदिउँला। करुण स्वरमा भाजुलाल बोले। भो पर्दैन, दिनुहोस् पैसा। त्यसपछि भाजुलाल जुरुक्क उठे, आफूसित रहेको 5.5 रुपियाँ कन्तुरबाट झिके, नपुग रुपियाँ स्वास्नी र बुहारीसित मागे अनि 10 रुपियाँ भक्तको अगाडि सुरुक्क राखिदिए। रिसको रन्कामा रुपियाँ सोहोरेर भक्त पनि केही नबोली जुरुक्क उठेर गए। बुढाको यस्तो चाला देखेर बुढीले भनिन्, बनिसकेको मूर्ति नदिएर झन् बैना समेत फिर्ता गर्नुभयो। दिएको भए अरू रुपियाँ पनि आउँथ्यो। के खर्च गर्ने अब? घरमा चामलको गेडो छैन। सासूका कुरामा बुहारीले पनि थपथाप गरिन्। घरको सुख दुःख सबैको साझा हो। दुईतिरबाट दुईजनाको निरन्तर करकरले भाजुलाललाई दुई कानका जालिने फुडलान जस्तो भए। क्षीण स्वरमा त्यो मूर्ति नदिनाको कारण बताए। म कसरी दिन सक्छु यो मूर्ति?
प्राणभन्दा प्यारो यो मूर्ति, श्रीकृष्णको मुकुट लाएर हातमा मुरली लिएको मेरो छोरो। मैले शङ्खमूलको चितामा खरानी पारिसकेको छोरो फेरि यहाँ आएको छ। हेर, गढेर हेर, मुसुमुसु हाँसेर कुरा गर्ला जस्तो गरेर उभिएको छ। लोग्नेको कुरा सुनेर बुढीले त्यस मूर्तिलाई हातमा लिएर गहिरोसित हेरिन्। हेर्दा हेर्दै उनलाई भक्कानो छुट्यो अनि मूर्तिलाई छातीमा राखेर रुन थालिन्। मेरो प्यारो छोरा, मेरो जुजु। बुहारीले पनि आफ्नो दिल थाम्न सकिनन् र सासूको हातबाट त्यो मूर्ति खोसेर हेरिन्। नभन्दै सम्पूर्ण भाव र छलको आफ्नै स्वर्गवासी लोग्नेको। उनी पनि त्यस मूर्तिलाई आफ्नो छातीमा टाँसेर घुक्क घुक्क गर्दै वेदनापूर्ण पुकारमा विलाप गर्न थालिन्। सासूबारी दुवैका आँसुका बलिन्द्र धाराबाट एउटा संयुक्त वाक्य निस्कियो, बेच्नु हुँदैन, यो मूर्ति बेच्नु हुँदैन। जुजलालको मानव देह चिताको खरानी भएर नाश भए पनि सङ्गमरमरको आकर्षक मूर्तिका रूपमा कृष्ण अवतार छोरो त कालान्तरसम्म संसारमा रहिरहला। अब यही मूर्ति भाजुलालको अमर पुत्र हुनेछ। यो थियो कथा अमर पुत्र भीमनिधि तिवारीको। यो कथा कक्षा 8 को नेपाली पाठ्यपुस्तकमा पनि समावेश रहेको छ। यो कथा अमर पुत्र तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।